गरिमा चौधरीका बुवाआमा लगायत जति पनि आज गरिमा चौधरीको न्यायको लागि तपाईँहरू त्यहाँ सरकार समक्ष जानुभएको छ, सहमति गर्न जानुभएको छ, हजुरहरूलाई म बिन्ती गर्न चाहन्छु, यदि हजुरहरू सबैभन्दा पहिला त यो विषयलाई राजनीतिकरण कसैले नगरिदिनु होला र गरिमा चौधरीका बुवा आमा लगायत हजुरहरू जतिजना पनि त्यहाँ सहमति गर्न जानुभएको छ, हजुरहरूलाई म बिन्ती गर्न चाहन्छु, यदि साँच्चै नै आउने दिनहरूमा अब गरिमा चौधरी जस्तो कोही पनि हुनु नपरोस् भनेर यदि साँच्चै नै तपाईँहरू चाहनुहुन्छ भने तपाईहरूले यो विषयलाई तबसम्म तपाईँहरू सहमतिमा नआउनु होला जबसम्म सरकारले चाहिँ आउने दिनहरूमा बलात्कार गर्नेहरूलाई फाँसीको सजाय र यस्तो हत्या गर्ने हत्याराहरूलाई फाँसीको सजायको व्यवस्था ल्याउँदैन तबसम्म तपाईँहरू सहमति गरेर त्यहाँबाट नपन्सिनु होला। तपाईँहरूको साथमा सारा नेपाली जनता तपाईँहरूको साथमा छन्। त्यसैले गर्दाखेरि अहिले फलम तातिएको बेलामा चाहिँ यसलाई पिटेर जता पनि सोच्याउन सकिन्छ। त्यसैले गर्दाखेरि अहिले यो माहौल तातिएको बेलामा अहिले हामीले दमदारका साथ हामीले कुरो उठाइयो र आफ्नो कुरामा हामी अडिग भएर बस्यो भनेदेखि सरकारले यसलाई पास गर्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि तपाईँहरू सबैजना आफ्नो कुरामा अडिग भएर बस्नु होला। आउने दिनमा यस्तो गरिमा चौधरी जस्तो कोही पनि हुनु नपरोस्। त्यसैले गर्दाखेरि हजुरहरूलाई म बिन्ती गर्न चाहन्छु।